नमस्कार दर्शकवृन्द, भोलि एनबिए पिएम कप 10औं एनबिए पिएम कपको फाइनल उपाधिको लागि निकै ठुलो महासङ्ग्राम हुने भएको छ। तीनवटा पाकिस्तानी खेलाडी एकतर्फ भने अर्को तीन पाकिस्तानी खेलाडी एकतर्फ आरबिसी वर्सेस टिटिएस निकै कडा फाइनल भिडन्त रहनेछ। कुन टिमको जित्ने चान्स बढिरहेको छ एनबिए पिएमको फाइनलमा, सो आज म तपाईँलाई जानकारी दिनेछु। भोलि टिपटप हेल्पा, चिरन खड्का, बसेस रुकुम पश्चिम, हिमाल सुनारी जस्ता खेलाडीहरू सम्मिलित तीन पाकिस्तानी खेलाडी, फहद राजा, त्यस्तै गरी कासिब हैन, मुराद जेहेन जस्ता खेलाडीहरू देख्न पाउनेछौँ। भोलिको महाभिडन्त एकदमै बवाल रहेको छ। भोलि एनबिए पिएम कप 10औं एनबिए पिएम कप उपाधि भिडन्त एकदमै बवाल हुन्छ। तपाईँले वाच डिजिओ एप्लिकेसनबाट लाइभ हेर्न सक्नुहुनेछ। र आज भएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र एनपिसी विरुद्ध भएको खेलमा चाहिँ रुकुम भलिबल क्लबले चाहिँ 3-1 विरुद्धमा नै जित हासिल गर्न सफल भएर फाइनलतर्फ मोडिएको हो, फाइनलतर्फ चुमिएको हो। फाइनल भिड्नको लागि टिपटप हेल्परसँग क्वालिफाई भएको हो। सो र आजको खेलमा फहद राजा चाहिँ प्लेयर अफ द म्याच हुन सफल हुनुभएको छ। र भोलिको खेल एकदमै सोचे जस्तो खोजे जस्तो बवाल हुनेछ। र टिपटप हेल्परले पहिलाको एनबिए क्लब च्याम्पियनसिप जस्तै के भोलि पनि बाजी मार्ने हो त? निकै कडा टिम रहेको छन् भोलि। दुईवटै टिमहरू केही भन्न सकिने अवस्था रहेको छैन। टिपटपले चाहिँ अहिलेसम्म कुनै पनि लिगमा झारेको थिएन र छैन। र आरबिसिएल चाहिँ एउटा म्याच मात्रै हेर्न पुगेको हो। एकदमै भिडन्त रहनेछ। लाइभ हेर्नको लागि तपाईँले चाहिँ वाच डिजिओ एप्लिकेसन डाउनलोड गर्नु नै पर्ने हुन्छ, युट्युबमा आउने छैन। सो त्यो जानकारी म तपाईँलाई दिन चाहेँ। सो भोलि फाइनल खेल सकिएपछि एनबिए 10औं एनबिए पिएम कप सकिनेछ र अन्य ठाउँमा पनि 2 लाख 3 लाखका पुरस्कार राशि भएको भलिबल खेलहरू रहनेछन्। ती खेलको बारेमा निरन्तर अपडेट जानकारी थाहा पाउनको लागि हाम्रो यस भोलि अपडेटलाई सब्सक्राइब गर्न नभुल्नुहोला। केही सुझाव सल्लाह प्रतिक्रिया छन् भने कमेन्ट गर्नुहोला। केही गल्ती भए क्षमा दिनुहोला। सो त्यही भन्न चाहन्छु, नयाँ हुनुहुन्छ अहिले नै सब्सक्राइब बटन दबाइहाल्नुहोस् हैन, भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। साथै धन्यवाद। जय भलिबल, जय खेलकुद, जय नेपाल।